हाम्रो मानसिकता कस्तो भएको छ भन्ने कुरा चाहिँ पहिलो नम्बरमा एउटा भिडियो हेर्नु अनि तपाईँहरूले बुझ्नुहुन्छ। यो हेर्नु है, भिडियोमा लेखेको छ धर्मेन्द्रको परिवारले भनौँ खबर अफवाह हो, रातो पार्टीमा आएको। अब यसको कमेन्ट पढौँ है। कमेन्ट हेर्नुहोस्। हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली, वैकुण्ठको बास होस्, हार्दिक श्रद्धाञ्जली। जिउँदै हुनुहुन्छ भनेर एकजनाले लेख्नु भएको रहेछ। अरू सबले हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली भनेपछि हाम्रो समाज कता गएको रहेछ त? मान्छे मरेको छैन भनेर न्युजमा आइरहेको छ होइन, यता श्रद्धाञ्जली दिएर मार्दिने क्या। साँच्चै यो अचम्मको छ। यो फेरि अत्त न पत्त त्यो आधिकारिक हो कि होइन, साँच्चै हो कि होइन भनेर पुष्टि सुष्टि केही नगरिकन पोस्ट गर्नेहरू चाहिँ अचम्म लाग्छ मलाई। त्यो अझ मिडिया हाउस पनि छ क्या त्यस्तो पोस्ट गर्ने त। त्यो भएर यो संसारमा आफ्नोदेखि बाहेक कसैको विश्वासै नरहने भयो क्या यस्तै पाराले।